हेल्थ सेक्टर भनेको धनीलाई एउटा क्वालिटी र गरिबलाई एउटा क्वालिटी चाहिँ हुँदैन र यो क्वालिटी एस्युरेन्स भन्ने कुरो ठूलो कुरा हो। अनि यो सबै समस्याले गरेर त्यो माथि हुनसक्छ करप्सन भइरहेछ र यो सबै कुरा भइरहेको बेलामा समाजमा अहिले के हुन्छ भने अर्कोतिर तपाईको यो मार्केटमा कमर्सियल हेल्थ सेक्टरहरू मसरुम गर्छ। कमर्सियल हेल्थ सेक्टरहरू चाहिँ आएर एकदमै मसरुम गर्छ। अब हामीले फोकस गर्नुपर्ने चाहिँ के भनेदेखि यो कमर्सियल हेल्थ सेक्टरको म्यानेजमेन्ट र क्वालिटीतिर हामीले ध्यान दिएर र यो दुईटाको बीचमा हामीले यसलाई कहिले सोशल एन्टरप्रेन्योरशिप पनि भन्छौं। म पनि के विश्वास गर्छु भने हाम्रो फोकस चाहिँ हाम्रो कन्ज्युमर बिरामी नै हो र हामीले बिरामीलाई दुई तीनवटा कुरा, एउटा चाहिँ एक्सेसिबिलिटी, बिरामीले आएर सेवा सरल तरिकाले लिनुपर्छ।